खानेपानीको लागि हामी अगाडि बढिरहेका छौँ। र अर्को चाहिँ जुन हाम्रा मुख्य बाटाहरू छन् यिनीहरूलाई स्तरोन्नति गर्दै अगाडि बढाउने र बाटो साथसाथै बाटोले गर्दा जति क्षति हुन्छ त्यसलाई चाहिँ पहिल्यै बाटो बनाउँदैखेरि त्यसलाई हरियाली कसरी बनाउने हैन, त्यसलाई पहिरो नियन्त्रण कसरी गर्ने त्यो कार्यक्रम पनि हामीले अगाडि बढाइरहेका छौँ। र प्रत्येक बालबालिका चाहिँ विद्यालयबाट वञ्चित हुन नपरोस् भनेर हामी प्रत्येक बालबालिका अहिलेसम्म अब लगभग हामीले कुनै पनि बालबालिका ड्रप आउट नहुने र कुनै पनि बालबालिका स्कुल नल्याउने त्यो हाम्रो गाउँपालिकामा भएको छैन। हामी सबैलाई शिक्षामा चाहिँ ल्याउनुपर्छ भनेर हामी अगाडि बढिरहेका छौँ भने अर्को चाहिँ बालबालिकाले जसरी स्वास्थ्य सम्बन्धी सुविधाहरू उहाँहरूले पाउनुपर्छ त्यसमा पनि हामीले टोलमा गएर घरमा गएर उहाँहरूले पाउनुपर्ने पोषणको अनि विभिन्न किसिमका खोपहरूको कार्यक्रम पनि हामीले अगाडि बढाइराखेका छौँ। र अन्य जुन वृद्ध आमाहरू गाउँमा हुनुहुन्छ उहाँहरूको हेरचाहको लागि र उहाँहरूको स्वास्थ्यको लागि पनि हामीले विभिन्न किसिमका टोलमा गएर ओडामा गएर हामीले स्वास्थ्य शिविरका कार्यक्रमहरू पनि सञ्चालन गरिरहेका छौँ भने उहाँहरूको जुन के अरे यो सुगर प्रेसर यिनीहरू सामान्य चेक जाँच ती रोगहरूको पनि हामीले लगभग प्रत्येक महिना जस्तो प्रत्येक ओडामा चाहिँ स्वास्थ्य चौकीमा चाहिँ उहाँहरूलाई बोलाएर उहाँहरूको प्रेसर सुगर जाँच गर्ने लगायतका कार्यक्रम पनि अगाडि बढाइराखेका छौँ। अब हामीले सकेसम्म हाम्रा योजनाहरू चाहिँ जुन राष्ट्रिय नीति अनुसार राष्ट्रिय नीति भनेको हामीले त्यहाँ सहयोग गरे त्यो सफल हुने हो र त्यसलाई हामीले बुझ्न सकेनौँ भने फेरि एउटा एकातिर हिँडेको छ हाम्रो अर्कोतिर भयो भने त त्यो सफल भएन। त्यसकारण हामीले त्यो नीतिलाई राम्रोसँग सफल बनाउनु भनेको हामी आफ्नो ठाउँमा पनि सफल हुनु हो भन्ने हिसाबले नै हामीले हाम्रा योजनाहरू बनाएका छौँ। त्यही किसिमले काम पनि गरिरहेका छौँ। यो साउने केउरेनी जुन बाढी पहिरोको कारणले त्यहाँ लगभग 84 घर चाहिँ विस्थापित हुनु परेको छ। यसको लागि चाहिँ हामीले गाउँपालिकाबाट गर्न पर्ने सबै कामहरू हामीले अगाडि बढाइसकेका छौँ। अब यसको चाहिँ जुन हामीले माथिल्लो निकायमा हाम्रो गाउँपालिकाबाट निर्णय भएर जिल्ला स्तरमा निर्णय भएर माथिल्लो स्तरमा पनि हामीले सबै फाइलहरू रेफर गरिसकेका छौँ र गाउँपालिकाले अब तत्काल गर्नुपर्ने जुन राहतहरू छ तत्काल गर्नुपर्ने स्थानान्तरण गर्नुपर्ने र तत्काल उहाँहरूलाई घरको विकल्पमा दिनुपर्ने कुराहरू पनि हामीले अगाडि बढाइसकेका छौँ। र अब यो अलि छिटै हुनुपर्ने थियो। यसमा चाहिँ हाम्रो तर्फबाट चाहिँ हामीले दिनरात खटेर हामीले जुन डकुमेन्टहरू बनाउनु पर्ने कुराहरू र माथिल्लो निकायमा गर्नुपर्ने कुराहरू गरिसकेका छौँ। अब जिल्ला प्रशासन जिल्लाको सबै टिमहरू पनि आएर उहाँहरूले पनि अब आफ्नो ठाउँबाट गर्नुभएको छ। अब जुन केन्द्रीय स्तरबाट हुनुपर्ने काम चाहिँ अलि बाँकी नै छ। त्यो भनेको चाहिँ अब प्रत्येक व्यक्ति चाहिँ दिनदिनै अब यो घर भत्किन्छ कि अब म मर्ने पो हो कि भन्ने त्रास चाहिँ अझै पनि छ। यसलाई अझ छिटो हुने गरी चाहिँ भइरहेको छैन। यो छिटो होस् भन्ने चाहिँ हामी सबैको हो यो गर्नुपर्छ भन्ने कुरा चाहिँ छ। यो अब यस्तो पनि भयो अब देशको परिस्थिति नै हामी सबैले बुझेकै छौँ। अब यो नयाँ आउने सरकार अब फेरि अब छिट्टै नयाँ सरकार पनि आउँदैछ। यो सरकारले पनि अब यो कस्तो भने यो फाइल एक अड्डाबाट अर्को अड्डामा गइसके पछाडि अब फेरि नयाँ सरकार त्यो भनेर कुरेर त बस्नु नपर्ने थियो। किनभने हामीले जुन ठाउँमा सम्बन्धित ठाउँमा हामीले गरिसकेका थियौँ उहाँहरू आउनु पर्ने थियो। त्यो चाहिँ किन आउनु भएको छैन यो चाहिँ मैले नै बुझ्न सकिरहेको छैन। फेरि हाम्रोमा सिडिओ साहब डिएसपी साहबहरू उहाँहरू आउने बेलामा पनि
उहाँहरूले पनि अब छिट्टै आउनुहुन्छ भन्नुभएको थियो, तर अहिलेसम्म चाहिँ उहाँहरू आउनुभएको छैन। तर असारसम्म हामीले व्यवस्थापन गर्न सकेनौँ भने चाहिँ अब त्यो चाहिँ एकदमै ठुलो जुन स्थानीय सरकार, हामी त सबभन्दा बढी त्यसको लागि त सिन्सियर छौँ। अब केही पनि भएन भने माथिबाट हुँदै भएन भने पनि हामीले विकल्प पनि अब खोजिराखेका छौँ। उहाँहरूलाई असारसम्म त्यही घरमा बस्नुपर्ने अवस्था चाहिँ हामी रहन दिँदैनौँ। हामी आफ्नै हामीसँग जे छ, हामीले जे गर्न सक्छौँ त्यो गरेर भए पनि उहाँहरूलाई सुरक्षित ठाउँमा हामी सार्छौँ। हजुर। हामी चुनावी मैदानमा उभिँदै गर्दा हामीले जुन बाचापत्रहरू लिएर अगाडि बढेका थियौँ, हामीले जे काम हामी गर्छौँ भनेका थियौँ त्यो काम अब अहिले हेर्दा विकासको जुन गर्नुपर्ने थियो त्यो त अब अधुरो जस्तो देखिन्छ। र पनि हामीले जति काम हाम्रो यो 5 वर्षको अवधिमा गर्छौँ भनेका थियौँ त्यसमा चाहिँ हामी लगभग ती कामहरू गर्दै अगाडि बढिरहेका छौँ। अब सम्पन्नै गर्न त अब हाम्रो भूगोल भयो होइन, हाम्रा विभिन्न किसिमका जुन विपदहरू आइपर्छन्, ती विपदहरू हामीले निर्वाचनमा जाँदै गर्दा यति धेरै ठुला विपदहरू त हामीले कल्पना गरेका थिएनौँ नि त। तर यो विपदमा चाहिँ हामीले त्यसलाई सही किसिमले जुन विपद आयो त्यसलाई चाहिँ विपदमा पनि हामी जसरी उभियौँ, जसरी अब प्रत्येक जनताको ढाडस बन्यौँ र प्रत्येक विपदमा हामी जसरी उभियौँ त्यो पनि हामीले सामना गर्दै र सबैलाई भरोसा दिँदै हामी यहाँ आयौँ भनेपछि हामीले जुन बाचा गरेका थियौँ बाचा पनि हामीले पुरा गऱ्यौँ र विपदमा पनि हामीले आफ्नो भूमिका चाहिँ राम्रैसँग निर्वाह गरेका छौँ जस्तो लाग्छ। हजुर, अन्तमा केही भन्नुहुन्छ? हामीले धेरै गर्नुपर्ने छ। हाम्रा सीमित छन् स्रोत साधनहरू। सीमित स्रोत साधनलाई हामीले सही किसिमले सदुपयोग गऱ्यौँ कि गरेनौँ यो चाहिँ महत्त्वपूर्ण कुरा हो। र म यो गाउँपालिकाको 5 वर्षको उपाध्यक्ष हो। त्यसभन्दा पछाडि जेसुकै होस् भनेर मैले सोचेँ भने मैले काम गरिनँ। मैले यहाँभन्दा पछाडि आज मैले जे काम गरेको छु, आज मेरो कामको आज सबैले तारिफ गर्नुहुन्छ मलाई लाग्दैन, गर्नु नि पनि पर्दैन। तर मैले गरेको काम चाहिँ पछिसम्म ऊ हुने बेला ठिकै गरेको रहेछ भन्ने किसिमको काम चाहिँ मैले गरेको छु कि छैन त्यो त अब भविष्यले बताउला। र पनि जुन जनताले यति धेरै माया गरेर मलाई यहाँसम्म पुर्याउनु भएको छ त्यसमा चाहिँ म